नेपालको राजनीतिमा फेरि एकपटक भूकम्प आउने संकेत देखिएको छ। केपी ओली नेतृत्वको नेकपा एमाले सोझै पूर्व राजा ज्ञानेन्द्र शाहसँग वारपारको लडाईँमा कसिएको छ। भर्खरै नेकपा एमालेको सचिवालय बैठकले एउटा गम्भीर निष्कर्ष निकालेको छ। त्यो के हो भने चैत 15 गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा जे जति हिंसा र तोडफोड भयो त्यसको जवाफदेही स्वयं पूर्व राजा ज्ञानेन्द्र शाह हुनुपर्छ। एमालेका उपमहासचिव प्रदीप गेवालीले त यो आन्दोलनलाई जनअसन्तुष्टि भन्नै नमिल्ने ठोकुवा गरे। यदि यो जनअसन्तुष्टि हो भने त गेवालीजी भन्छन् जनता र आन्दोलनको परिभाषा नै बदल्नुपर्छ रे। वाह, आन्दोलनका कमान्डर भनिनेहरू र अरू कतिपय व्यक्तिले पटक पटक नेपाललाई बङ्गलादेश बनाइन्छ भनेर बोलेको हामीले सुनेकै हौं। 15 गतेको घटनामा राजा ज्ञानेन्द्र जवाफदेही हुनुपर्छ। फागुन 7 गतेको सन्देशमा नै आफूलाई साथ दिन आह्वान गरेको र कमान्डर समेत तोकिएपछि उहाँ पन्छिन नमिल्ने गेवालीको भनाइ छ। जुन घटना घट्यो अस्ति चैत 15 गते जुन आपराधिक घटना घट्यो त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जनताको जागरण भन्ने हो भने सर्वसाधारण नागरिकको घरमा लुटपाट, सर्वसाधारणका सम्पत्तिमाथि तोडफोड, सरकारी कार्यालयहरूमाथिको विध्वंस, राजनीतिक पार्टीहरूका कार्यालयहरूमाथिको विध्वंस, उहाँले खोजेको जागरण त्यस्तै हो भनेदेखि त्यो त धेरै आपत्तिजनक कुरा हो। एमालेको दाबी छ कि पूर्व राजा ज्ञानेन्द्रले फागुन 7 गते जारी गरेको सन्देशमा साथ दिन आह्वान गरेकै कारण र आफैले कमान्डर तोकेकै कारण 15 गतेको घटनाको सम्पूर्ण जिम्मेवारी उनले लिनुपर्छ। तर नयाँ वर्षको शुभकामना दिँदै ज्ञानेन्द्रले हिंसाप्रति दुःख त व्यक्त गरे, तर जवाफदेहिता देखाएनन् भन्ने एमालेको गम्भीर आरोपबारे तपाईको धारणा के छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। जनप्रदर्शनका क्रममा हिंसा, आगलागी, तोडफोड, मानवीय एवं भौतिक क्षति भएकोमा पूर्व राजा दुखी भएका थिए। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्रवाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। अब यहाँनिर एमालेका प्रदीप गेवालीले पूर्व राजालाई सिधा प्रश्न गरेका छन्। उनी भन्छन् यत्रो घटना घट्यो, जनताले अस्वीकार गरे, यो अनावश्यक र व्यर्थको प्रयास रहेछ भनेर पूर्व राजाले किन महसुस गरेनन्? किन उनले आफूले हिँडेको बाटो गलत थियो र आफूले जिम्मा दिएका पात्रहरू गलत थिए भनेर पश्चाताप गरेनन्? बरु ज्ञानेन्द्र त अझै सच्चिन तयार छैनन्। गेवालीजीले यो पनि स्पष्ट पारेका छन् कि तीनकुने घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ र प्रचलित कानुन अनुसार दोषीमाथि कारबाही हुन्छ। यसको मतलब एमाले अब पूर्व राजालाई कानुनी कठघरामा समेत भ्याउन चाहन्छ। हामीले अहिले प्रचलित फौजदारी कानुन अन्तर्गत, कार्यविधि अन्तर्गत प्रहरीहरूले अनुसन्धानहरू गरिरहनु भएको छ। केही मान्छेहरू गिरफ्तार छन्, उनीहरूको बयान लिने कामहरू भइरहेको छ र त्यसो गर्दै जाँदा एभिडेन्स बेसमा हामीलाई कुनै पूर्वाग्रहमा कसैलाई फसाउनु पर्ने छैन, तर तथ्यले पुष्टि गर्छ। तर उहाँले नैतिक रूपमा त जवाफदेही लिनैपर्छ, किनभने फागुन 7 गते म अगाडि बढेँ, मलाई साथ देऊ भनिसकेपछि र चाहिँ अस्ति सायद 14 गते नै होला उहाँले कमान्डर तोक्नुभयो, त्योभन्दा अगाडि चाहिँ संयोजक तोक्नुभयो, अनि भिड भनेर लागिसकेपछि यो घटना भएको भनेदेखि त जवाफदेही लिनु पर्यो नि त। सरकारले अनुसन्धानले प्रमाणित भएको हदसम्म चाहिँ जो मान्छेहरू जिम्मेवार छन् उनीहरूलाई कानुनको दायरामा ल्याउँछ। एमाले मात्र होइन, दर्शकबिन नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरू पनि पूर्व राजा ज्ञानेन्द्र शाहमाथि खनिएकै छन्।
उनीहरूले शाहमाथि चर्का अभिव्यक्ति दिइरहेका छन्। कतिपयले ज्ञानेन्द्रलाई जेल कोस्नुपर्ने समेत बताउँदै आएका छन्। अहिले राजावादी र गणतन्त्रवादी नेताहरूबीच वाक युद्ध नै चलिरहेको देख्न सकिन्छ। के अब साँच्चै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा एमाले बीचको यो लडाईँ निर्णायक मोडमा पुगेकै हो? के अब राजतन्त्र फर्कने सम्भावना लगभग समाप्त भएको ठान्ने हो? तपाईहरुलाई के लाग्छ? कमेन्ट बक्समा आफ्नो विचार अवश्य लेख्नुहोला। यदि तपाईहरुलाई यो विश्लेषण मन पर्यो भने कृपया भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। यस्तै ताजा र गम्भीर राजनीतिक विषयहरूमा जानकारी पाउनको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार।